बुढेसकालको भारी कतै बोक्ती होलिन् मेरी आमा, पुरपुरोमा हात राखी खोक्ती होलिन् मेरी आमा। यो लगभग 2066 साल भदौ महिनाको 26 गते, आजभन्दा लगभग 16 वर्ष अगाडि लेखेको एउटा कविता, सानो अंश, जुन चाहिँ त्यति बेलाको समय, त्यति बेलाको परिस्थिति र विशेष गरी त्यति बेलाको जे सिनारियो थियो, विशेष गरी गाउँघरमा, यो भन्दै गर्दाखेरि यो अंशको कुनै पनि पाटो मसँग कहिल्यै पनि, न त्यति बेला न अहिले, कहिल्यै पनि मिलेन र मिल्दैन पनि। यो मसँग लागु हुने, म माथि लागु हुने कुरा होइन, तर त्यति बेलाको समय, त्यति बेलाको चाहिँ सिनारियो जे थियो त्यसलाई हेर्दै गर्दाखेरि लेखेको यो अंश आज यहाँहरू समक्ष अलिकति फरक तरिकाले, भनेको मैले जे गरिरहेको छु त्योभन्दा फरक हो यो, र यसलाई मन पराइदिनु भयो, यसलाई यो चिज चाहिँ मैले राखेको चिज यहाँहरूलाई मन पर्यो भने यस्ता थुप्रै थुप्रै एपिसोडहरू लिएर आउनेछु। यो क्रिएसनहरू थुप्रै लेखिएका चिजहरू सबै पुस्तकमा अथवा सबै चाहिँ सोसल साइटहरूमा मात्रै भन्दा पनि यदि यसमा रह्यो भने जीवन्त हुन्छ र लामो समय पुस्तौँ पुस्ताले पनि हेर्न सकिन्छ, मिल्छ भन्ने हिसाबले यो मैले राखेको छु। बुढेसकालको भारी कतै बोक्ती होलिन् मेरी आमा, पुरपुरोमा हात राखी खोक्ती होलिन् मेरी आमा। ओल्लो पाखो पल्लो गहिरो गर्दा गर्दै दिनैभरि, ओल्लो पाखो पल्लो गहिरो गर्दा गर्दै दिनैभरि, अँध्यारोमा सुक्खा रोटी टोक्ती होलिन् मेरी आमा, पुरपुरोमा हात राखी खोक्ती होलिन् मेरी आमा। यो हरेक आमाहरूको चाहिँ कथा, विशेष गरी गाउँघरमा, काठमाडौँ भ्यालीभित्र अथवा यो देशभन्दा बाहिरका विकसित मुलुकहरूमा यो नमिल्ला, तर हाम्रो जस्तो देश, हाम्रो जस्तो देशको अवस्था अनि हाम्रा जस्ता गाउँघरका आमाहरूमा अधिकांश समय यो मेल खान्छ। त्यस कारणले त्यति बेला आजभन्दा 16 वर्ष अगाडि लेखेको चिज थियो यो। सबै सन्तान लाखा पाखा लागिसके अब उनका। यहाँ चाहिँ थोरै कुरा के जोड्छु भने यो लाखा पाखा लागिसके भन्ने कुरा चाहिँ जसले आफ्नो बुबा आमाको आफूप्रतिको कन्ट्रिब्युसन बिर्सिएर, त्याग तपस्या बिर्सिएर, जुन हिसाबले चाहिँ छुट्टै आफ्नै दुनो सोच्याउन भनिन्छ नि, आफ्नो मात्रै सोचेर आफ्नै लागि मात्रै, आफ्नै दुनो सोच्याउनको लागि बाबुआमाको केही प्रभाव नगरिकन आफ्नै हिसाबले टाढा बस्ने, टाढा रहने छोराहरू अथवा छोरीहरूको त्यो कथासँग अथवा त्यस्ता खालको प्रवृत्ति, त्यस्तो खालको नेचर भएका छोराछोरीमा मिल्न जान्छ यो। न कि कोही मान्छे, कोही छोराछोरीहरू प्रदेशमा कमाउनको लागि अथवा भ्यालीमा, विशेष गरी गाउँलाई छोडेर भ्यालीमा आएर कमाउनको लागि आएकाहरू भन्दा पनि मैले अघि भनेका खालका ती नेचर भएका, त्यो खालको व्यवहार भएका छोराछोरीमा मिल्ने खालको यो एउटा लाइन। सबै सन्तान लाखा पाखा लागिसके अब उनका, रुँदै आँसु आफैमाथि पोख्ती होलिन् मेरी आमा, पुरपुरोमा हात राखी खोक्ती होलिन् मेरी आमा। यो चाहिँ सन्तानहरूले माया देखाउँछन्, कतिले देखाउँदैनन्, कतिले गर्छन्, कतिले गर्दैनन्। त्यसमध्येमा एक थरी सन्तानहरूमाथि लेखिएको अंश थियो। सन्तानले पाल्छन् भन्ने उखानलाई सम्झिएर, जसको घरमा छोराछोरीले बाबुआमालाई केयर गर्दैनन्, वास्ता गर्दैनन्, बाआमालाई कोही पनि ठान्दैनन्, उनीहरूले गरेको त्याग तपस्यालाई चटक्कै बिर्सिन्छन्, त्यस्तो घरमा चाहिँ सन्तानले पनि पाल्छन् है भन्ने कुरा चाहिँ उखान जस्तै हुन्छ भन्ने कुरालाई चाहिँ मैले यहाँ राख्न खोजेको हुँ, अन्यथा नलागोस् यसको। सन्तानले पाल्छन् भन्ने उखानलाई सम्झिएर मातृत्वको मूल्य आफै तोक्ती होलिन् मेरी आमा, मातृत्वको मूल्य आफै तोक्ती होलिन् मेरी आमा, पुरपुरोमा हात राखी खोक्ती होलिन् मेरी आमा। बुढेसकालको भारी कतै बोक्ती होलिन् मेरी आमा। 2066 साल भदौ महिनाको 27 गते लेखेको यो एउटा कविता, यो एउटा अंश, यसको 3वटा हरफलाई मैले यहाँहरू समक्ष राखेँ। यो मेरो पहिलो
प्रयास हो। त्यसो त मेरो कामहरू योभन्दा अलिकति फरक छन्, तर लेख्ने मेरो एउटा छुट्टै एउटा बाटो। म हरेक दिन जस्तै केही न केही लेख्ने भएको कारणले ती लेखिएका चिजहरूलाई अलिकति यो ढङ्गले यहाँहरू समक्ष राख्दै जाउँ। हेर्नुभयो, मन पराउनु भयो, त्यो अलग बाटो छँदैछ। यदि त्यस्तो भएन छ भने पनि यो युट्युबमा रहिरहँदाखेरि यो पछि आज म जुन एजमा चाहिँ आफूलाई हिँडाइरहेको छु, यो एजका आज योभन्दा 16 वर्ष अगाडिको जुन एजमा म आफू हिँडाइरहेको थिएँ त्यति बेला लेखेको चिज हो। आज 16 वर्ष पछाडि यहाँहरू समक्ष यसलाई राखेको छु। अबका यस्ता थुप्रै 16 वर्षहरू पछाडि पनि म आफैलाई कम्तीमा यो चिज युट्युबमा फर्किएर आएर हेर्न मिल्छ कि भन्ने पनि एउटा छुट्टै उद्देश्यका साथ मैले यो चिजलाई यहाँहरू समक्ष पनि राखेको छु। र आफ्नो सेफको लागि आफूले गरेका कृतिहरू सबै चिजहरू चाहिँ किताबमै मात्रै ल्याउन कति कुराहरू सम्भव पनि हुँदैन, कति कुराहरू समयले पनि दिँदैन, कति कुराहरू चाहिँ त्यति बेलाको जति बेला चाहिँ हामी यो कामहरू गर्न खोजिरहेका छौँ त्यो चिजहरूले पनि दिँदैन भन्ने हिसाबले यो चाहिँ यसमा रहिरहन्छ। भोलि किताबको रूपमा आयो भने त्यो अलग कुरा छँदैछ, नआएको खण्डमा नि कहीँ कतै हराएर त जाँदैन भन्ने उद्देश्यका साथ यहाँहरू समक्ष राखेँ। र आमा टाइटल, विशेष गरी मेरी आमा टाइटलमा रहेको यो कवितामा लेखिएको भाव चाहिँ अलिकति विशेष नै छ भन्ने लाग्छ। जसले रिलेट गर्नुहुन्छ, मनदेखि रिलेट गर्नुहुन्छ, जसले रिलेट गर्नुहुन्न, आफूमा परेको छैन भने थोरै भए पनि रिलेट नहुन सक्छ। तर सबैमा पर्नुपर्छ भन्ने छैन। आमा शब्द नै काफी छ, त्यस कारणले गर्दाखेरि लगभग सबैलाई यो कविता, यो अंश नै छोएको छ भन्ने लाग्छ। अर्को भिडियोमा यसरी नै फेरि यहाँहरू समक्ष भेटिन्छु। प्रिन्समन पोएट्री यो च्यानलको नाम। यसमा यदि तपाईँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नको लागि पनि अनुरोध गर्छु। नमस्ते।